सबैजनालाई नमस्कार र स्वागत छ मेरो नयाँ ब्लगमा हजुरहरू सबैलाई। यो समयमा म वेडनेसडे चर्चमा आएको छु आज, किनकि हाम्रो 5 बजेदेखि 6 बजेसम्म हाम्रो सङ्गति हुन्छ र आज हाम्रो क्वायर प्र्याक्टिस पनि हुनेवालो छ। किन भन्दाखेरि हाम्रो शुक्रबार हुन्थ्यो फ्राइडे, तर आज हाम्रो किन छ भन्दाखेरि शुक्रबार चाहिँ हाम्रो एउटा प्रोग्राम रहेको छ जसमा हाम्रो आदरणीय पास्टर थुलुङ पनि आउँदै हुनुहुन्छ, लाजरस थुलुङ। अनि यो शिक्षा दिन उहाँलाई चाहिँ हजुरले इग्नोर गर्नुहोस्, उहाँ मान्छे त्यस्तै हो। त्यसै कारणले हाम्रो प्र्याक्टिस हुनेवालो छ। यो ब्लगमा जोडिराख्नुहोस्, एकदम रमाइलो हुनेवालो छ। अहिले चाहिँ हामीहरू हाम्रो बहिनीलाई लिन आएका छौँ स्कुलमा। हाम्रो सानो युवा बहिनी, अहिले म हजुरलाई देखाउनेछु, ऊ चाहिँ स्कुलमा छ। अनि म र दादा चाहिँ आएको छौँ लिन। उहाँ चाहिँ हाम्रो बहिनी। हजुरले के खानुभयो त? फ्रेन्च फ्राइज। मिठो भयो। आज चाहिँ हामीहरूको फास्टिङ थियो अनि हामीले भर्खरै फास्टिङ तोडेका छौँ। हामी दुईजनाको त चलो हल्का हालत ठिक छ होइन, मर्निङ, किनकि हामीले आज दिनभरि हाम्रो फास्ट के भन्नु काम गर्दैनौँ, हाम्रो त्यस्तो छैन आज। हामीले काम चाहिँ गरेनौँ होइन, उहाँ चाहिँ काम गर्नुहुन्छ, तर उहाँको चाहिँ रेल यस्तो बनिसकेको छ। अगाडि गरिसक्यो अघि साथी हुनुहुन्छ पसल लिएर, मलाई के किनेर खानु छ भनेर। ला यार, सक्स गिला भयो। धन्यवाद छ भयो यो समय जे गरेको मेरो स्प्राट अहिले चाहिँ हामीहरू उठिसकेका छौँ अनि आज चाहिँ 3 देखि 4 बजेसम्म हामीलाई सामान ओसार पसार गर्नुपर्नेछ, जो कि एकदमै च्यालेन्जफुल काम छ हाम्रो लागि, किनकि हामी 2 भाइ छौँ र हाम्रो 2जना साथी हुनुहुन्छ। अनि हाम्रो पार्टी प्यालेसदेखि माथि छतमा हामीहरूले जानुपर्नेछ। यो त कति तला छ अरे? 3 तला, 1 तला 2 तला 3 तला 4 तला 4 तला हामीहरूले माथि जानु छ। फेरि अरू सबै सिडी छ, हामीलाई माथि गएर फेरि तल आएर फेरि माथि जानुपर्नेछ। सो हामीलाई रमाइलो हुनेवालो छ, जे होस् हाम्रो वार्मअप हुनेवालो छ, एक्सर्साइज हुनेवालो छ, किनकि हाम्रो भोलि रहेको छ सबै कार्यक्रमहरू। अनि मान्छेहरू आउँदाखेरि खाना त दिनु पऱ्यो, खाना दिएपछि मान्छेहरूलाई बसाल्नु पऱ्यो होइन, त्यसको लागि कुर्सीहरू पनि चाहिन्छ। त्यसै कारणले हामी 2जना भलिन्टियर चाहिँ यहाँ छौँ, 2जना चाहिँ आउनेवाला हुनुहुन्छ गर्न। अहिले चाहिँ हामीहरू थ्याङ्क्स गिभिङ कार्ड प्रिन्ट गर्न गइरहेका छौँ। अनि त्यसमा चाहिँ हाम्रो के हुन्छ, उहाँलाई धन्यवाद छ आइदिनु भएको लागि, 2 शब्द बोलिदिनु भएको लागि भनेर हामीले इन्सपायरिङ वर्ड्सहरू लेखेका छौँ त्यहाँ। कतिवटा भावुक शब्दहरू पनि छन्, भावुक शब्दहरू पनि छन्। उहाँहरूले आफ्नो मनलाई कति सम्हाल्न सक्नुहुन्छ त्यसमा फरक पर्छ। अब चाहिँ हामीहरू आफ्नो सामानहरू माथि छतमा लिइराखेका छौँ। यो हाम्रो सामानहरू यहाँ आइसकेको छ। उहाँ दादा हुनुहुन्छ हामीलाई सहयोग गर्ने, एकजना थपिनु भएको छ। अर्को दादा आउँदैन थियो तर पानी पऱ्यो अनि अब हल्का ढिला भइसक्यो, उहाँ टाढा हुनुहुन्छ, हामीहरू नै गर्छौँ। यो सामानहरू चाहिँ पार्टी प्यालेसमा थिएन, किनकि त्यहाँ रिन्यू हुँदैछ सबै कुराहरू, त्यसै कारणले उहाँहरूले छुट्टै ठाउँमा राख्नुभएको थियो। अनि गाडीमा यहाँसम्म ल्याएर हामीहरूले अब यहाँदेखि चाहिँ माथि छतमा चाहिँ हामीहरूले त्यो पुर्याउनु पर्नेछ। अनि यो चाहिँ 3 तला 4 तला छ यो, हेर्नुहोस् माथि बिल्डिङ माथि 4 चाहिँ अब तपाईँले माथि टप फ्लोरमा हेर्नुहोस्। हाम्रो दादा बलवान दादा हुनुहुन्छ हामीसँग, उहाँले त 40 कुर्सी एकसाथै हो कि गरेर होइन होला, तिमीलाई नि उठाल्दै उहाँले अरू केही होइन, अब स्कुटी उठाउन लाग्नुभएको थियो अघि भर्खर। के हो यहाँ सामान कम छ र उहाँले स्कुटी उठाउनु पर्नेछ। यहाँ सुन्नु, मलाई तपाईँले अहिले 1-2 घन्टा मलाई अलिक रेस्पेक्टेड तरिकाले बोल्नु। पैसा कोसँग छ, के गर्ने प्लान छ? होइन हजुर त बस्नुहोस् क्या दादा, कुर्सीमाथि बस्नुहोस्, म र भर्खर दादा हजुरले यसरी उठाएर लिन्छ भनेपछि मलाई के विचार रहेछ उसको भन्दाखेरि यो भिजो कुर्सीमा बसोस् भन्ने इच्छा रहेछ नि होइन, मलाई चिसो लागेको छ भन्ने इच्छा छ होइन। ट्युबवेलले किन्छ, यहाँ ट्युबवेलले किन्ने हो होइन दा, मैले हजुरलाई के भने के भने मैले हजुर समय याचना गर्नु
ल ल बसाइदिन्छु ल यहाँ त पानी छ तर पानी छ नि ल अब चाहिँ हामीहरू काम गर्न लागेका छौँ सो लेट्स गो मैले के गरेको छैन दाजु काम गर्दै हुनुहुन्छ अनि हामी पनि काम गर्दैछौँ अनि दादालाई लिन आएका थियौँ दादा आइसक्नु भएको छ हेलो जयमसी एमसी आलु त निस्किँदै छ त दादा आउनु आउनु महँगो छ है डोन्ट वेस्ट एनी फुड अहिले चाहिँ हामीहरू हल्का लामो डोरी किन्न गइरहेका छौँ किनकि त्यो हाम्रो साइडमा लाउने जो पाल हुन्छ त्यसमा ठाउँ पुगेन बाँध्नको लागि अनि हामीलाई टेपहरू पनि किन्नु छ सो हामीहरू किन्न जाँदैछौँ गुड मर्निङ एभ्रिवान यो समयमा चाहिँ हामी उठिसकेका छौँ हामी जवानहरू र हाम्रो आमाहरू पनि आइसक्नु भएको छ काम गर्न अनि अब चाहिँ हाम्रो खानापिनाहरूको अनि मर्निङ ब्रेकफास्टहरूको खानाहरू बन्दैछ त्यसको प्रक्रिया हुँदैछ हिजो चाहिँ हामीले यो सबै गरिसकेका थियौँ अनि अब कुर्सीहरू मिलाउनु छ त्यसपछि तलदेखि अझै खानापिनाहरूको सामानहरू ल्याउनु पर्नेछ भाँडाहरू अनि किनकि आज हाम्रो रहेको छ प्रोग्राम हाम्रो 8 बजेदेखि स्टार्ट हुन्छ होला हाम्रो सबैजनाहरू आउनुहुन्छ फाइनल्ली अब आज प्रोग्रामको लागि आन्टीहरू यता काममा व्यस्त भइसक्नु भएको छ तर एकजना भाइ चाहिँ ठगिराखेको जस्तो देख्दैछु यो बडाले जस्तो गरिराखेको भाइले पनि ठगिराखेको जस्तो देख्दैछु के हो भाइ के हो काम गर्नु पर्दैन यो भाइले चाहिँ अलिक ठगिराखेको जस्तो देखेँ होइन भाइले छुट्टै किसिमको पनिसमेन्ट छ म चाहिँ यता यस्तो म काम गरिराखेको छु यहाँ हेर त यो भाइले ठगिराखेको कामै गरेको छ नि त हेर्नु मैले कति धेरै काम गर्दैछु ल हेर्न सक्नुहुन्छ हेर्नुहोस् त हेलो गुड मर्निङ एभ्रिवान बिहान 3 बजे सुतेर बिहान 6 बजे उठ्नुपर्ने यस्तो जेन्जी पुस्ता देखेर मैले एकदम साह्रो हर्षित हुन्छु है अनि उहाँलाई चाहिँ भरे बेलुका हामी एक चोक्टा मासु कम दिनेछौँ किनकि उहाँले मासु छोड्नु भएको छ बिहानको मिरमिरे घाममा तपाईँहरूलाई जुनसुकै समुद्रका कुना काप्चाबाट हेर्दै हुनुहुन्छ जयमसी आज हाम्रो प्रोग्राम भइरहेको छ वैशाख 18 गते त्यसैको लागि हामी यहाँ एकदमै खटिरहेका छौँ सबैभन्दा कम खट्ने चाहिँ उहाँ हुनुहुन्छ हो यो उहाँले अहिले भिडियोको लागि मात्रै झाडु समात्नु भयो भनेर म अहिले भन्दैन ओहो उहाँले भिडियोको लागि समाउनु भएको होइन नि कन्टेन्टको लागि यदि उहाँ रियल वर्कर हुनुहुन्थ्यो भने यसरी रोकिनु हुन्थेन हो हामी काम गर्दैछौँ आगो बाल्दैछौँ भर्खरै आगो बालेर आयौँ आन्टीहरू वाउ म आन्टीहरूलाई हेल्प गरिदिन्छु बढाली राखेको थिएँ दिवांशुले कन्टेन्टको लागि यो त्यो गरेको त्यो नगर्नु होला मैले काम गरिराखेको छु ओ माय गॉड उहाँ चाहिँ एकदम प्रोफेसनल सेफ हुनुहुन्छ र कटिङमा त उहाँले महारत हासिल गर्नुभएको यो सब सम्भव भएको छ किनकि मैले सिकाएको आज मौसम हल्का हल्का डरलाग्दो छ झरझर गरेर पानी परिदियो भने हमारी सारी मेहनत बिखर जाएगी फेरि हाम्रो लास्ट चोइस यहाँदेखि त्यहाँ पाल लाउनु हो
त्यसैले हाम्रो बिन्ती प्रार्थना यही छ कि पानी नपरोस् र हाम्रो कार्यक्रमहरू सबै कुरा राम्ररी होस्। हाम्रो दुईटा युवकहरूले भविष्यमा आफूलाई लागि पर्ने समस्या जो छ त्यसको तयारी गर्दै हुनुहुन्छ। बुझ्नेलाई इसारा काफी छ। अनि अर्को तेस्रो युवकको जे होस् आफ्नो फ्युचर वाइज सबजनाले काम चाहिँ पाउनु भएको रहेछ अनि खुसी लाग्यो। कस्तो फिल हुँदैछ हजुरलाई? इग्नोर हजुरलाई कस्तो फिल हुँदैछ? इग्नोर हजुरलाई कस्तो फिल हुँदैछ? के चाहिँ चेयर सफा गर्दा मलाई यो भएन के म चाहिँ हिमांशु हो। हजुरहरूले गेस गर्न गाह्रो भएको छ भने लगभग सबै काम सकिसकेको छ। तर दादाहरू चाहिँ गाजरहरू सलादहरू काट्दै हुनुहुन्छ अनि म चाहिँ यो बोकेर चलाउने पुण्य लिँदैछु अनि गाजर खाँदैछु किनकि आइएम सो हङ्ग्री। यो है आमा यो पुण्य एक काम गरेर जस्तो गर्छ के भयो लाग्यो? ए भाइ भिडियो ल स्वागत छ हाम्रो हिमांशु भाइको दिपांशु भाइको भ्लगमा स्वागत छ तपाईँहरूलाई। कागज छिर्नु पर्दैन? स्वागत छ। त्यसै गरी सम्झाइदिन्छु गाइजहरू यो समयमा यो भिडियोलाई हजुरहरूले लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, हामीहरूलाई माया देखाउनुहोस् हजुरहरूले किनकि मलाई चाहिँ धेरै मायाको कमी छ। त्यसै कारणले हजुरको सब्सक्राइब बटनले चाहिँ मलाई माया दिन्छ। अति है। अब चाहिँ हाम्रो कुर्सीहरू सफा भइसकेको छ। गाह्रो हुँदो रहेछ तर कुर्सी सफा गर्न अनि हातहरू गल्दो रहेछ। यस समयमा हाम्रो दादाहरू थपिसक्नु भएको छ। मस्त केही भन्न चाहनुहुन्छ हाम्रो श्रोताहरूलाई? म चाहिँ के भन्न चाहन्छु भने चाहिँ आज चाहिँ हामी चाहिँ यो प्रोग्राममा आएको छौँ। जस प्रोग्राम चाहिँ बेस्ट होस् त्यही हो। भ्लग छ अरे सुनिरहेको छु। सब्सक्राइब गरिदिनु होला। हजुरले गर्नुभएको छ कि नै? मैले गरेँ होइन नि थाहै छैन भन्नुपर्दा। अब आफ्नै मित्रहरूले सब्सक्राइब गर्नु हुँदैन क्या फेरि अरूको के भन्नु म? मेरो दिल दुख्छ कि नै गाइजहरू भन्नुहोस् त। अहिले गरिदियो ठाउँको ठाउँ यो समयमा ठाउँको ठाउँमा अनसब्सक्राइब। हजुर के भन्न चाहनुहुन्छ त आजको दिनको लागि? हामी चाहिँ यो इन्कम पास सोर्समा चाहिँ आज धेरै लामो समयको अन्तरालमा हाम्रो यो प्रोग्राम हुँदैछ। यो प्रोग्रामलाई चाहिँ भव्य सभ्य तथा शानदारपूर्वक सफल बनाउनका निमित्त सबैजनाको आम सभा र आम उपस्थित रहोस् भन्ने कुरामा म पूर्ण रूपमा अनुरोध र अपेक्षा समेत गर्दछु। हजुरले सब्सक्राइब गर्नुभएको छ मलाई? मलाई त्यो नाम नै थाहा छैन। म एकचोटि साँच्चै उहाँको फ्यान भइसकेको थिएँ होइन, तर उहाँले एकछिनमै मेरो हृदय परिवर्तन गरिदिनु भयो। लाइक सब्सक्राइब गर्ने भनिदिनु त ल। हाम्रो इन्कम पास सोर्सलाई होइन मलाई कस्तो मलाई हाम्रो दिपांशु सरको हाम्रो अफिसियल आइडीमा यहाँहरू सबैजनाले नेपालको जुनसुकै ठाउँबाट विश्वको जुनसुकै भूभागबाट यहाँहरू हेर्दै हुनुहुन्छ, यहाँहरू सबैजनाले उहाँको युट्युब च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला भन्ने कुरामा म पूर्ण रूपमा विश्वास र अनुरोध साथ आफ्नो दुई शब्द यहाँ टुङ्ग्याउँछु। वाउ मेरो मन उहाँले खुसी गर्यो। ओ माई गॉश वी आर इन हेभन गाइस, सी द एन्जल्स। त्यस्तो होइन एन्जल्सहरू। हाम्रो दिदीहरू राम्रो राम्रो भएर आउनु भएको छ। सन्चै हुनुहुन्छ? म फेरि दिपांशुको भ्लगमा ब्याक भइछु। अब के होला दिदी रेडी त हुनुभयो बट वी डिड अल द वर्क। थ्याङ्क यू सो मच। मैले त अघि न म्यानुअललाई थ्याङ्क यू पनि भनेको, अनि मैले हिजो आएर हेल्प गर्न पाइनँ, अनि त्यही भएर मैले म्यानुअललाई लाग्न सरी पनि भनिसकेँ। अनि अहिले म रेडी छु, के गर्ने हो। हाम्रो यता आमाहरूले एकदमै काम गर्दै हुनुहुन्छ, उहाँलाई त जति धन्यवाद दिए नि कमी छ। थ्याङ्क यू सो मच दिपांशु फर अल द थिङ्स।
तिमीहरूले गरेर नै यति सबै यो सक्सेस हुँदैछ होइन प्रोग्राम हामी सबैको हात छ दिदी होइन मेरो त हात छैन यार मैले हजुरको हात पछि हुन्छ अब वी हेभ टु clean all the dishes. Yeah. We will do it. धन्यवाद So we have season 1, Biblical Foundation of Worship, speaker Isaac James Powell, and he's gonna speak about the foundation of worship today. So you're welcome, guys. बढिया लाइक एन्ड सब्सक्राइब ओ पहिल्यै एकदम पोइन्ट राम्रो छ उहाँ दादाले चाहिँ हामीलाई हिजोदेखि सहयोग गर्दै हुनुहुन्छ सो उहाँलाई धेरै धेरै धन्यवाद छ हजुरलाई म 1 पिस धेरै मासु दिन्छु डोन्ट वरी म 2 पिस तिमीलाई दिन्छु अब हामीहरू को ड्रेसहरू लाउन गइरहेका छौँ म चाहिँ भविष्यमा के चाहन्छु भन्दाखेरि मेरो पनि यस्तो कपल पार्टनर पाओस् हेर्न सक्नुहुन्छ कति राम्रो अति उत्तम सो म धेरै पहिलादेखि प्रार्थना गर्दैछु गाइजहरू कि म राम्रो पार्टनर पाऊँ भनेर म पनि पाउन सकेको हुँ जेमेसी खै त साथी अब चाहिँ हामीहरू रेडी हुन्छौँ ल गाइज गाइज ल यार एक्लै रेडी हुने यार हम तो रेडी हो गए भाई साहब ये भाई साहब तो समय टाइम का वो ही कदर ही नहीं है मैं तो अभी मुंह धोया गाइस सुबह से मैं तो 6 बजे उठा था आमा र बुवाहरू तपाईँको नानीको जीवनको लागि परमेश्वर ठुलो सपना छ त्यो सपना तपाईँले बुझ्नु भएन भने तपाईँले आफ्नो सपनामा नानीलाई जहिले पनि हिँडाउन खोज्नुहुन्छ तर यो विश्वास गर्नुहोस् कि तपाईँको नानीको लागि परमेश्वर ठुलो सपना छ तपाईँले हामीलाई धुलो बाटो उठाउनु भयो अनि आफ्नो महिमाको निम्ति तपाईँले हामीलाई प्रयोग गर्नुभयो हामी हरेकको परिवारलाई तपाईँले आशिष दिनुहोस् जागृति तपाईँले ल्याउनुहोस् आज हामी जागृति कन्फरेन्समा खोज्दैछौँ सम्मेलनमा तर त्यो जागृति घरबाट आउँदछ अनि प्रभु तपाईँले हामी हरेकको घरमा त्यो जागृति ल्याउनुहोस् म भित्र मेरो परिवारमा ल्याउनुहोस् जागृतिको आगो कहिले ननिभेको होस् आराधनाको वेदीहरू घरमा बनिरहोस् प्रभु तपाईँलाई धन्यवाद आज बिहानको सेसनमा तपाईँ दासहरू बोल्नुभयो अनि अहिले हामी आराधनाको वेदीलाई हेऱ्यौँ प्रभु हामी यही प्रार्थना गर्छौँ परिवारमा जागृति आउनेछ मण्डलीमा जागृति आउने नै छ अनि फेरि हाम्रो परिवार त्यस्तै हुने छैन हाम्रो परिवार आशिषको परिवार हुनेछ अनि आउने पुस्ताको लागि सम्झनाको ढुङ्गाहरू हामी तयार गर्नेछौँ मेमोरी स्टोनहरू आउने पुस्ताको लागि बनाउन हामीलाई सहायता गर्नुहोस् प्रभु तपाईँलाई धन्यवाद यस मण्डली सबै लिडर्सहरू यहाँ हुनुभएका सबै प्रियजनहरू सबैलाई तपाईँले आशिष दिनुहोस् धन्यवाद सबै महिमा तपाईँलाई दिन्छौँ अहिले हाम्रो सकिएको छ यो हाफ टाइम अनि अब हामीहरूले खाना खानुपर्ने छ किनकि हामी सबै भोकाइसकेका छौँ यो चाहिँ मेरो चप्पल है त्यो वचन चाहिँ एकदम राम्रो थियो कि बच्चाहरूको फ्युचरहरूको निम्ति होइन आमा बुवाले एकदमै ठुलो रोल खेल्नुहुन्छ म त मासु हाल्नेको हो म त भ्लग बनाउँदैछु है होस् गरेर हाल्नु होला भाग्यमानलाई डल्ला पर्छ भने चाहिँ हो रहेछ यार के हो अरे भाग्यमानलाई डल्ला पर्छ भने चाहिँ हो रहेछ है खुसबु धन्यवाद दादा महिना भयो भने भयो पछि थप्दै What do you want? मासु I don't धन्यवाद ल धन्यवाद ओहो धन्यवाद ल गिलास दादा गिलास धन्यवाद हेर्न सक्नुहुन्छ गाइजहरू यहाँ दिदीहरूले यति धेरै अर्डर गरेर अहिले भन्दै हुनुहुन्छ कि हामीले अर्डर गरेको होइन एउटा पापड त्यत्रो हुन्छ साँचो कुरा चाहिँ के हो भन्दाखेरि हामीलाई खाना र अचार थोरै ल्याइदिनु अनि पापड 1 पिस ल्याइदिनु भने त मासु पनि हालेको छ काँक्रो पनि हालेको छ गाजर पनि हालेको छ सबै हालेको छ अनि त्यस्तो चुरी हुँदैन दुईजनाले पुग्ने खाना ल्याइदिनु भने त
त्यो मेनुल दाईको माया हो क्या त्यो जवानप्रति। अहिले चाहिँ हाम्रो सङ्गतिहरू प्रोग्रामहरू सबै सकिसकेको छ अनि हामीहरू माथि ल्यान्डरमा आएका छौँ। यहाँ कामहरू हामीले गर्नु बाँकी नै छ अझ। चेयरहरू सबै मिलाएर यो टेबलहरू मिलाउनु छ अनि यो सबैभन्दा मेन कुरा यहाँ हेर्नुहोस् भाडा। मासु सक्यो? हजुर माझ्न सक्नुहुन्छ। अब म यो लिनेवाला छु। अब पास्टर सालम सुब्बा, पास्टर राजेश सोलुङ, साथ बदाई। त हामी बसेको बेला गीत पनि छानिहाल्नु है। No, 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 no. Viva is the secret of my energy. No, 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 no. अहिले चाहिँ हाम्रो लगभग काम सकिसकेको छ। हामीले सबै सामान माथिदेखि तल ल्याइसकेका छौँ। हल्का हल्का माथि भाडा धुँदै हुनुहुन्छ दिदी बहिनीहरूको टोलीहरू। यता भ्याक्युमहरू पनि भइसकेको छ अनि लगभग विश्वासीहरू गइसक्नु भएको छ। यता काम गर्ने मात्रै हुनुहुन्छ। अनि आजको सङ्गति, आजको जो प्रोग्राम थियो एकदम राम्रो भयो। अनि फ्यामिलीमा कसरी टाइम स्पेन्ड गर्ने अनि प्राथमिकता परमेश्वरलाई दिने भन्ने कुराहरू थियो, आराधनाको विषयहरूमा थियो, जो कि एकदमै आशिषपूर्ण भयो हामीहरूको लागि। अनि रमाइलो पनि भयो, हामीहरूले नाच्यौँ पनि, डान्स पनि गऱ्यौँ। भिडियोमा चाहिँ छैन अनि किनकि कोही हुनु थिएन भिडियो बनाउने, म आफै नाच्दै थिएँ। अनि चाहिँ होस्, प्रभुलाई धन्यवाद होस्, सबै कुरा राम्रो भयो। अनि आशा छ हजुरले यो ब्लग अन्तिमसम्म हेर्नुभएको छ अनि माया गर्नुहोस्, यसरी नै माया गर्दै हुनुहुन्छ। यो भिडियोलाई मन परेमा लाइक एन्ड सब्सक्राइब गर्नुहोस् अनि त्यो चाहिँ नबिर्सिनु होला प्लिज। लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनुहोस् अनि भेटौँ अर्को भिडियोमा। बाई बाई।